लग गई चुद्दी। यो मुची गुइया हरकत त गुइयै नै हो क्या यो। ट्राफिक नियमको पालना गरेन हर्क साम्पाङले भन्ने छ कि। 500 रुपैयाँ चुना लाग्यो कि लाग्यो? हेलमेट लगाएको थिएन हेलमेट लगाएको थिएन भएको छैन होइन फिता नलगाएको। फिता फिता त खुस्किएको हो नि। माय गॉड। सुदन गुरुङ फेरि गृह मन्त्री बन्दै हुनुहुन्छ, आज शपथ खानु भएको के भन्नुहुन्छ? आई हेभ नो कमेन्ट्स है। इतनी इंग्लिश हमें आती है शशि थरूर। र सबैजनालाई माया सम्झना। अच्छा हर्क साम्बाङ जस्तो मान्छे यो देशमा न पहिला जन्मिएको थियो न पछि जन्मिन्छ। जन्मिँदैन? जन्मिनु पनि नपरोस् भन्छन् क्या जनताहरू। खै त्यो त थाहा भएन। किन चाहियो धरानमा एयरपोर्ट? विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदाहुँदै यस्तो छ जनता जान्न चाहन्छ बताउनुहोस्। अर्को साम्बाङ छिमेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने भने जस्तो भन्थ्यो त होइन र। अनि छिमेकीको के अरे टोइलेटमा जाने त जहिले मलाई पिसाब आयो मलाई चाहिँ दिशा आयो भन्दै